तपाईँलाई हार्दिक धन्यवाद 2 घण्टा समय पुर्याइदिनु भएकोमा। म क्वेसन गर्ने मुडमा थिएँ तर अहिले मेरो मुड हरायो। म 53 सालको एउटा घटनामा जान्छु। जो सिनेमाको म कोअर्डिनेटर थिएँ, फिल्मको नाम देश परदेश थियो। त्यतिखेर न हामीसँग मोबाइल थियो न के थियो। हामी 1 हप्ता अगाडि प्रेस रिलिजको लागि हामी कार्ड बाँड्थ्यौँ र प्रेस मिट गर्थ्यौँ। कार्यक्रम बोलाएको भन्दा हामी आधी घन्टा अगाडि पुग्थ्यौँ। 12-15 जना पत्रकार हुन्थ्यो हामी 53 सालमा। तपाईँहरूमध्ये धेरैजना यहाँ यो क्षेत्रमा हुनुहुन्न थियो, मलाई विश्वास छ, थिएन है। एउटा घटना भयो, एउटा सिनेमा देश परदेशको प्रेस मिटमा नायक 45 मिनट ढिलाउनु भयो। म मिडिया काउन्टर थिएँ, म राजन घिमिरे थिएँ। फिल्मको नाम देश परदेश थियो। त्यतिखेर उहाँ नायक चाहिँ राज समाललाई नचिन्ने भइसक्नु भएको थियो। पछि मेरो नेतृत्वमा हामीले प्रेस मिट बहिष्कार गऱ्यौँ। त्यसपछि उहाँ हरेक कार्यक्रममा 5 मिनट 10 मिनट चाँडा हुन्छ। त्यसपछि हामीले त्यस्तो घटना कहिले भोगेनौँ। र अहिलेको समयमा तपाईँहरूले दिएको टाइममा हामी आउँदाखेरि तपाईँहरूलाई भेट्न हामीलाई 1.5 देखि 2 घन्टा कुर्नुपर्छ। म यस्तो स्कुलमा पढेको जहाँ म 5 मिनट ढिला पुग्दाखेरि मलाई क्लासमा छिर्न दिँदैन थियो। म मिडियामा काम गर्ने मान्छे, मास्टर्समा पढाउँछु म अहिले मिडिया म्यानेजमेन्ट 100 मार्क्सको। त्यहाँ हामीलाई 1 मिनट पनि ढिला छुट हुँदैन, किनभने हाम्रो समाचार 8 बजेको 8 बजी रिलिज हुन्छ टेलिभिजन रेडियोमा। तपाईँको सिनेमा हलमा हरेक सिनेमा टाइममा रिलिज हुन्छ। र तपाईँहरूको आजको व्यवस्थापन हेरिरहेको थिएँ। 2:55 साउन्ड आइरहेको थियो। 2:40 तपाईँको चाहिँ लाइट आइरहेको थियो। हामी 1:30 गरिरहेको थियौँ। तपाईँहरूको सिनेमा माघ होइन कार्तिक 15 गते आउने सिनेमा मलाई लाग्थ्यो। तपाईँहरूको असोजमा टेलर काटियो होला। तपाईँहरूको अहिले टेलर आएको थिएन भन्ने लागिरहेको थियो। थ्याङ्क यू सो मच 2 घन्टा पुऱ्याइदिनु भएकोमा। 2 घन्टा के भयो त? 100 बाइक पार्किङमा हामीले एक्स्ट्रा 16,000 रुपियाँ चार्ज तिर्दैछौँ गएर। मेरा 5वटा समाचार छुट्यो होला मिडियामा। कृपया तपाईँहरू म्यानेजमेन्ट फिल्म बनाउँदाखेरि म्यानेजमेन्ट ठुलो कुरो, टाइमिङ ठुलो कुरो हो। प्रतिजीवी तपाईँ राम्रो नायक हो। अबदेखि प्रेसमा जानुभन्दा अगाडि ट्रेलर रिलिज भयो भएन, गीत रिलिज भयो भने, तपाईँ सिनेमा रिलिज भयो भने सोधिदिनु होला। तपाईँ टाइममा पुग्दिनु भने सबैलाई राम्रो हुन्छ। त्यो हुँदाखेरि प्रेसर प्रड्युसरहरूलाई हुन्छ र सबैको टाइम बच्छ। अबका दिनहरूमा धन्यवाद धेरै धेरै तपाईँले 2 घन्टा पुऱ्याइदिनु भएकोमा। फेरि यसरी धन्यवाद दिने समय नआओस्। थ्याङ्क यू सो मच। मेरो प्रश्न सबै गरिसक्नु भएको छ। हार्दिक कृतज्ञता जाहेर गर्छु। किन कृतज्ञता भनेदेखि तपाईँहरू म्यानेजमेन्टको तर्फबाट कलाकार कसैले पनि एक्सक्युज गर्नु भएन हामीलाई 2 घन्टा पुऱ्याएर। त्यसको लागि म तपाईँहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक धन्यवाद कृतज्ञता जाहेर गर्छु। थ्याङ्क यू सो मच। र एउटा अन्त्यमा चलचित्र पत्रकार सङ्घका महासचिव लगायतका साथीहरूले चाहिँ यो कुरा सुनाइदिनु, हामी धेरै कुर्यौँ, उहाँहरूले चाहिँ भनेर उहाँहरू बहिष्कार गरेर जानुभयो। मैले कुरा सुनाइदिनु। थ्याङ्क यू सो मच। यस्तो ढिलो म नभएको होइन, कतै टाइम ठाउँमा म ढिलो पुगेको